Hello everyone, let's get ready with me to have thakali food at Jimu. Okay, today I'm gonna wear this flare skirt. Maybe I'm gonna pair that with this white shirt because as I say more simply dinner gonna wear. That's why I wanted to look halka decent. 1, 2. Here I'm ready. It looks like this. Please मेरो पछाडिको ब्याकग्राउन्ड इग्नोर गर्नु हल्का मेसी छ म चाहिँ आज एकदम सटल मेकअप गर्छु ल यसमा चाहिँ सनस्क्रिनको पालो म सनस्क्रिन लगाइसकेपछि कन्सिलर लाउँछु बिकज मेरो आँखा चाहिँ एकदम आज डार्क सर्कल्स देखिरहेछ नाउ आई एम युजिङ दिस कम्प्याक्ट पाउडर नर्मल मेकअप चाहिँ यही नै हो म कन्सिलर लगाउँछु कम्प्याक्ट पाउडरले सेट गर्छु अहिले चाहिँ थ्रेडिङ गर्नु बाँकी छ नभएर भनौँ के आई डोन्ट नो के भएर गर्न भएको छैन सो हल्का म कोरिदिन्छु मात्रै ल यसलाई ओके गाइज मलाई चाहिँ फुल आइलाइनर लगाएको मन पर्दैन मैले विङ्स मात्रै बनाउने हो अन अ डेली बेसिस होइन सो मैले चाहिँ के गर्छु भने यस्तै खालको यो हजुरको यस्तो यो के भन्छ यसलाई आई काजल एन्ड आइलाइनर केक भन्दो रहेछ यो यस्तो खालको लिन्छु र यसको त्यो जेलो फर्मलाई चाहिँ यसरी हातमा यसको एक्स्ट्रा चाहिँ हातमा यसरी ड्याब ड्याब गरेर यस्तो पोइन्टेड हुन्छ नि हजुरको आइब्रो फिल गर्ने यसलाई लिन्छु देन म यसरी लगाउँछु हेर्नु ल आइ एम डन विथ माई बोथ आइज अब पालो मेरो फेभरेट थिङ ब्लस यो क्रिम ब्लस यो क्रिम जस्तो देख्छ है हेर्नु है यसलाई ब्लेन्ड गर्दै जानु अनि त्यसपछि कस्तो मिठो पिङ्क कलर हेर्नुहोस् त राम्रोसँग देखिरहेको किन आई डोन्ट नो बट हेर्नु कति मिठो पिङ्क कलर मलाई चाहिँ यो सनकिस लुक कस्तो मनपर्छ सो म चाहिँ यतादेखि यहाँसम्म लगाउँछु यहाँसम्म अनि यसलाई मजाले ब्लेन्ड गर्छु अल्सो वाइट काजल इज माई फेभरेट के लास्ट बट नट द लिस्ट भने जस्तै मैले आफ्नो मजाले यो आई कर्ल गर्छु कि दुईवटा मस्कारा युज गर्छु फर्स्टमा चाहिँ यो आइल्यासेसहरू एकदम सानो छ कि सो त्यसपछि यो नाउ इट्स टाइम टु फिल माई लिप पछि मलाई चाहिँ एकदम धेरै न्युड पनि मन पर्दैन रेड लिपस्टिक यो कलरको एकदम मनपर्छ यो सेडको लिपस्टिक मलाई एकदम मनपर्छ वाउ दिस इज द कलर आई वान्टेड मेरो कपालको पालो एउटा मेसी बन बनाउनु आई एम युजिङ दिस क्युट स्क्रन्ची कस्तो क्युट देखियो आई गेस अनि बाउ पिनले चाहिँ सेक्योर गर्नु ओके लेट्स एक्सर्साइज अब चाहिँ मैले चाहिँ यहाँ एउटा हेयर क्लिप एड गरेँ आई थिङ्क आई सुड गो विथ दिस इयरिङ एन्ड टुडे आई एम वेयरिङ दिस वेस्ट चेन लेट्स सी कस्तो देख्छ यसमा चाहिँ वाउ इट्स लुकिङ सो प्रिटी For hands, I'm just gonna wear this Apple Watch. This is my whole outfit. Okay, I'm taking this bag today and I'm ready. Background ko sounds एकदम loud छ